Hi everyone, welcome छ मेरो भ्लगमा। अनि सो आज चाहिँ हामी स्कुल जाँदैछौँ छोराहरू लिनको लागि। अनि हामी चाहिँ यहाँदेखि जाँदैछौँ अनि हाम्रो घरदेखि चाहिँ यहाँ नजिकै पर्छ। छोराहरूको स्कुल जानलाई चाहिँ 5-7 मिनट जति लाग्छ। त्यो लामठानी ल कहाँ फोटो खिचा मैना पिनाइ खुइ म। अनि सो हामी चाहिँ आमा र म जाँदैछौँ छोराहरू लिन, आमालाई बाटो चिनाउनको लागि पनि। अनि यस्तो राम्रो छैन, वाउ कस्तो मजाको फुल। अनि यस्तो मजाले फुलेको छैन फुलहरू चाहिँ। अहिले हामी चाहिँ जाँदैछौँ आमा र म। यहाँ उठ्नु त, वाउ हेर्नु न कस्तो राम्रो राम्रो कि फुलहरू, यस्तो राम्रो। आमा यति राम्रो राम्रो छ। अनि हेर्नु न यस्तो राम्रो राम्रो छैन, कस्तो मजाले फुलेको। तपाईँले देख्न सक्नुहुन्छ यस्तो मजाले फुलिरहेको छैन। कस्तो राम्रो राम्रो फुल फुलिरहेको। यस्तो छ फुल चाहिँ, यस्तो मजाले फुलेको छैन। यस्तो मजा मजाले आमा र म चाहिँ जाँदैछौँ भनेको। आमा त मलाई छोडेर कहाँ पुगिसक्नु भइसकेको थियो साथी। अनि म पनि अब रोड क्रस गर्नुपर्ने हुन्छ। मैले रोड क्रस गरिसकेँ, आमा चाहिँ पर पुगिसक्नु भयो। अहिले त हाम्रो आमा पनि स्कुल जाने ठाउँ पर्फेक्ट भइसक्नु भयो, बाटो थाहा पाइसक्नु भइसक्यो। जेब्रा क्रसिङमा पनि थाम थाम हिँडेर पारि पुगिसक्नु भयो। म मात्र छु, आमा चाहिँ पर पुगिसक्नु भयो। म चाहिँ यहाँ वारी छु। हामी चाहिँ जाँदैछौँ। भर्खरै नानाले कल गर्नुभयो, हामी चाहिँ जाँदैछौँ। आमाले चाहिँ मलाई पर चियाएर हेर्दै हुन्छ, अहिले चाहिँ पछाडि फर्केर हेर्नुभएछ। अनि हामी चाहिँ जाँदैछौँ छोराहरूको स्कुल। पुगिसक्नु लागिसक्नु भन्दा पनि पुगिसक्यो नि। आमा चाहिँ पर हुन्छ, सबैजना प्यारेन्ट्सहरू लिन आइसक्नु भयो आफ्नो बेबीहरूलाई। अनि हामी पनि किवाहाङ राई र खिमहाङ राईलाई हामी लिन जाँदैछौँ। उहाँहरूको स्कुल प्रवेश गर्न लागिसकेको छौँ। अब चाहिँ यहाँ भिडियो गर्नु मिल्दैन होला। अब एकछिनको लागि चाहिँ म भिडियो गर्छु। त्यो थमी बसेर पनि बसिसक्नु भइसक्यो पुरा। नम्बर 1 हाम्रो आमाले चाहिँ पर्खिँदै हुनुहुन्छ है कान्छालाई खिमहाङ खोडा। के मजाको मम्मीले चाहिँ नानीको नानी हेर्दै हुनुहुन्छ हाम्रो आमा चाहिँ। खोइ नि आसिम छिटो छिटो टाढिन्छ नि, एउटा बुइमा हुन्छ रेममा पर्छ, त्यही भएर ठिक्कै टाइम र बुइमा पर्छ लासी। होइडा बुइमा न रेममागैमा पर्छ नि। ल के बा पर्छ नि मैले सानो गेटमा खोली त आएको हाल्नु कति छिटो। मैले छाता मसिनको लगाएको हेरेको न ल उल्टेबाट सबैले टुक्रेर आएको त पर गेट नै खोलिआएको थिएन। खिमहाङको चाहिँ ब्याक साइड आमा चाहिँ यसरी पर्खिँदै हुनुहुन्छ। छोरा के छ हौ, के छ? यता हेर न एकचोटि। खै ब्याग ल्याऊ छोरा, खोइ यता हेर नि त एकचोटि। बोक्ने ल ल ल बोक्छ अरे, बोक्नु सक्छ अरे। म बोक्नु सक्छु कोको भन नि त। ल हिँड दादाकोमा।
छोरा ओ छोरा आज त छिट्टो निस्क्यो त हामी चाहिँ जाँदैछौँ अब दादाकोमा खिमुहाङको दादा क्युहाङ राईलाई लिनको लागि सो यहाँको स्कुल एरिया यतातिर त्यस्तो छ है यस्तो एरिया छ यति ठुलो एरिया छ हाम्रो छोरा चाहिँ त्यहाँ जाँदैछ छोरा यहाँ हेर त यहाँ हेर न एकचोटि भ्लगमा तिम्रो भिडियो युट्युबमा हालिदिने खै दादा निकालिदिनु पर्यो ब्याग ल्याऊ ब्याग म बोकिदिन्छु छोरा ल्याऊ ब्याग दुईजना हिँड्दैछ यो दाइ त्यो भाइ दुईजनाले आफ्नो आफ्नो ब्याग बोकिराखेको छ उसको साथी आयो भाइ तिम्रो साथी कहाँ छ के हो नाम दाजुभाइहरू घर कोकु हिँड्नु सक्नुहुन्न नि त त्यही भएर कोकुलाई पर्खिँदै जानुपर्छ के भनेको रे छोरा क्लासमा पुग्यो भने म अझै वेट गर्नुपर्छ वेट गरिराख्नुपर्छ तपाईँहरू पनि हामी कति बजी तपाईँ हामीले जान्छ गाउँदैछौ त नि कति 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 धेरै लाउड हुन्छ लाउड हुन्छ अनि लाउड भएको तिमीलाई मन पर्दैन त्यता छ घर आइपुग्नु लागिसक्यो त्यहाँनिर बी छ बी बी यहाँ छ अघि थियो क्या यहाँ त्यो ठुलोवाला बी हेर्नु त कहाँ छ हौ त्यता छ त्यो खानु सपी ए कति स्केट छ टोक्छ आयो इस्मेल छोरा एकछिन गाडी आउँदैछ है हामी चाहिँ घर आइपुग्यौँ स्कुलबाट आएर खाजा खाने सुरु अझ छ है छोरा